म चाहिँ कमेडी च्याम्पियनको एकदमै ठुलो फ्यान एकदमै ठुलो के म एक्सप्रेस पनि गर्न सक्दिनँ कि म कति धेरै हेर्छु भनेर के कमेडी क्लब विथ च्याम्पियन्स त्यसपछि अहिले कमेडी नाइट विथ च्याम्पियन आउँछ अनि त्यसपछि कमेडी च्याम्पियनको सिजन 1 सिजन 2 सिजन 3 पनि गयो होइन अब मेबी सिजन 4 पनि आउला आओस् भन्छु म चाहिँ एकदमै म कोही सिजन 4 को लागि एक्साइटेड छ भने म हो है अनि म कमेडी दरबार पनि हेर्छु कमेडी च्याम्पियन चाहिँ विशाल भण्डारीले डिरेक्ट गर्नुहुन्छ भने कमेडी दरबार चाहिँ हाम्रो विक्की अग्रवाल है जो चाहिँ इन्डियाबाट आउनु भएको हो तर यहाँको कमेडी च्याम्पियन सिजन 2 को चाहिँ फर्स्ट रनर अप हो है उहाँ अनि विनर चाहिँ भरतमणी पौडेल हो म चाहिँ सबैभन्दा ठुलो फ्यान चाहिँ भरतमणी पौडेलको होइन उहाँले यस्तो मजाले कन्टेन्ट लिएर आउनुहुन्छ कि उहाँको हरेक पर्फर्मेन्स ओ माई गड म यति धेरै ठुलो फ्यान हो कि अनि अर्को कुरा मैले कुनै पनि पर्फर्मेन्स कुनै पनि एपिसोड नहेरेको भन्ने छैन कि हरेक मलाई यति धेरै एक्साइटेड हुन्छु नि मलाई कहिले ट्युसडे आउला जस्तो हुन्छ कि किनकि अहिलेको यो कमेडी नाइट विथ च्याम्पियन चाहिँ ट्युसडे आउँछ अनि कमेडी दरबार चाहिँ फ्राइडे आउँछ 9 बजे होइन अनि मलाई बिहिबार नै के कहिले भोलि होला र कमेडी दरबार हेर्छु जस्तो हुन्छ अनि कहिले सोमबारको बेलुका चाहिँ कहिले भोलि आउला र अनि ट्युसडे चाहिँ कमेडी च्याम्पियन आउँछ भनेर हेर्नलाई म एकदमै एक्साइटेड भएर बसिरहेको हुन्छु कि इभन कसैले रिसर्च गरेर हाम्रो सो चाहिँ कसले धेरै हेर्छ भन्यो भने चाहिँ म आउँछु होला कि फर्स्टमा त्यति धेरै हेर्छु कि म आफू पनि एकदमै धेरै बोल्ने खालको अनि एकदमै रमाइलो गर्ने टाइपको लाग्छ कि म आफैलाई पनि होइन कोही कोही बेला त म कति धेरै हाँस्छु कति धेरै अलिकति एकदमै धेरै एक्स्ट्रोभर्ट भयो कि जस्तो नि लाग्छ तर केही लाग्दैन चिल अनि त्यसपछि लाग्नु आफ्नो ठाउँमा छ कि स्वाभाविक कुरा हो त्यो आफूलाई कोही बेलामा मैले किन यस्तो गरेँ भन्ने नि लाग्छ कोही बेलामा ठिकै हो जस्तो नि लाग्छ नि त हो त्यो अनि हजुरहरूले कतिको हेर्नुहुन्छ है एकदमै रमाइलो हुन्छ कि हरेक दुःखहरू बिर्सिरहेको हुन्छु कि त्यो भिडियोहरू हेरेर यति हाँस्छु अनि अस्ति त राति 12-1 बजे म एक्लै हाँसिरहेको थिएँ कि